वाराणसी गाउँपालिकाले शिक्षाको गुणस्तर उकास्नका लागि शिक्षा क्षेत्रमा राम्रै लगानी गरेको पाइन्छ। निर्वाचित जनप्रतिनिधिहरूले निर्वाचित भएर शपथ ग्रहण लिएसँगै वाराणसी गाउँपालिकामा विपन्न परिवारका विद्यार्थीहरूले बिचैमा पढाइ छोड्ने क्रम बढ्दो भएसँगै पढाइबाट वञ्चित नहुन् भन्ने उद्देश्यले कक्षा 11 र 12 निशुल्क सञ्चालनमा ल्याउनु भयो। त्यो सँगै विपन्न परिवारलाई मध्यनजर गर्दै वाराणसी गाउँपालिकाले उच्च शिक्षा प्रदान गर्न वाराणसी सामुदायिक क्याम्पस समेत सञ्चालन गरेको छ। त्यसका लागि पालिकाले आफ्नै क्याम्पस भवन निर्माणका लागि जग्गा समेत उपलब्ध गरिसकेको छ। गाउँपालिकाले विद्यार्थीहरूका लागि विद्यालयमै विज्ञान प्रयोगशालाको समेत व्यवस्था गरेको छ। पालिकाको शिक्षा शाखाले विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलापमा समेत सहभागी गराउँदै आइरहेको छ। जस अनुरूप अर्जुनधारा नगरपालिकामा आयोजित जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल प्रतियोगितामा समेत सहभागिता जनाएको थियो, जसमा गौरीशङ्कर माविका सुन्दर मुर्मुले ज्याभलिङ थ्रोमा र नमुना माविकी दमन्ता भट्टराईले 1500 मिटरमा गोल्ड मेडल ल्याएर वाराणसीको शिर उच्च राख्न सफल भएका थिए। त्यसै गरी शिक्षा शाखाले विद्यार्थीहरूको परीक्षालाई व्यवस्थित गर्न IEMIS तालिम समेत सञ्चालन गरेको थियो। पालिकाले शिक्षा क्षेत्रमा मात्र नभई फागुन महिनाभित्र विभिन्न योजनाहरू समेत सम्पन्न गरेको छ। सङ्घीय वित्तीय समानीकरणको बजेटबाट उपभोक्ता समिति मार्फत वडा नम्बर 3 को शिवालय तथा राधाकृष्ण मन्दिरको भौतिक सुधार, प्रदेश समानीकरणको बजेट मार्फत पशुपति आविको पुरानो भवनमा उपभोक्ता समिति मार्फत जस्ता पाता लगाउने काम सम्पन्न, आन्तरिक स्रोतको बजेट मार्फत उपभोक्ता समिति निर्माण गरी वडा नम्बर 2 मा रहेको साकेला थानको भौतिक सुधार, वडा नम्बर 2 मै रहेको बुट्टाबारी दुर्गा मन्दिरमा आन्तरिक स्रोतबाट मन्दिरमा गेट लगाउने काम सम्पन्न, वडा नम्बर 4 मा रहेको जनविकास माविमा सङ्घीय वित्तीय समानीकरणको बजेट मार्फत उपभोक्ता समिति निर्माण गरी विद्यालयको घेराबारा काम सम्पन्न, गाउँपालिकाको आन्तरिक बजेट मार्फत उपभोक्ता समिति निर्माण गरी रङ्गीय युवा समाजको अधुरो भवन निर्माण कार्य सम्पन्न, वडा नम्बर 3 मा रहेको सुन्दर आविमा प्रदेश समानीकरणको बजेटबाट उपभोक्ता समिति निर्माण गरी विद्यालयको घेराबाराको काम सम्पन्न, गाउँपालिकाको बजेट मार्फत सहयोगी नेपालद्वारा गापा स्तरीय सेनेटरी प्याड बनाउने तालिम सम्पन्न, सङ्घीय वित्तीय समानीकरणको बजेटबाट उपभोक्ता समिति निर्माण गरी सोमनाथ शिवालय मन्दिर अधुरो पुजारी भवन निर्माण, रङरोगन तथा
शौचालय निर्माण, बारादशी गाउँपालिकाको बजेटबाट गापा स्तरीय हाम्रो बारादशी अपाङ्गता अभियानद्वारा साङ्केतिक भाषाको तालिम सञ्चालन, भगवती आविको उपभोक्ता समिति मार्फत सङ्घीय वित्तीय समानीकरणको बजेटबाट विद्यालयको चेनगेट तथा ग्रिल निर्माण सम्पन्न, वडा नम्बर 5 द्वारा महिला दिदीबहिनीहरूलाई प्रदेश सवारी साधन कर बाँडफाँडको बजेट मार्फत कपुरबाती तालिम सञ्चालन, प्रदेश समानीकरणको बजेटबाट वडा नम्बर 1 मा रहेको खयरबारी हनुमान मन्दिरमा टाइल्स व्यवस्थापन तथा रङरोगन काम सम्पन्न, सङ्घीय राजस्व बाँडफाँडको बजेट मार्फत घोडामाडा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति खानेपानी पाइप विस्तार योजना वडा नम्बर 5, सङ्घीय वित्तीय समानीकरणको बजेट मार्फत सिप्ताबारी भानुलाल गिरीको घर पश्चिम कालीथान कब्रिस्तान हुँदै सोयल मिहाको घरसम्म जोड्ने बाटो मर्मत, वडा नम्बर 4 मा रहेको ओम शान्ति भवनको आन्तरिक बजेट मार्फत उपभोक्ता समिति निर्माण गरी भवनको निर्माणलाई निरन्तरता, सङ्घीय राजस्व बाँडफाँडको बजेटबाट गाउँपालिका स्तरीय महिला मूल समिति अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रम सम्पन्न, उपभोक्ता समिति मार्फत नमुना मार्ग सडकमा ब्लक लगाउने कार्य सम्पन्न, उपभोक्ता समिति मार्फत नै दिल्लीचन गाउँको सडकमा ब्लक लगाउने काम सम्पन्न, वडा नम्बर 4 को हिमाली सडक चकचकी बजार दक्षिणबाट पश्चिम पिपलचोक मदरसा जाने बाटो 300 मिटर, वडा नम्बर 5 को फुलबारी चोकदेखि पूर्व घोडामाडा जाने बाटो 300 मिटर, यसरी बारादशी गाउँपालिका वडा कार्यालयले यस आर्थिक वर्षको फागुन महिनाभित्र योजनाहरू सम्पन्न गरी भुक्तानी समेत गरिसकेको छ। त्यसै गरी बारादशी आयुर्वेद स्वास्थ्य शाखाले सामुदायिक तथा निजी विद्यालय गरी जम्मा 10 वटा विद्यालयमा विद्यालय आयुर्वेद तथा योग शिक्षा सञ्चालन गरेको थियो। त्यसै गरी स्वास्थ्य शाखा बारादशीले फागुन महिनाभित्र स्वास्थ्य संस्था अनुगमन, निःशुल्क औषधि खरिद र समुदायमा आधारित नवजात शिशु तथा बालरोग एकीकृत कार्यक्रम सञ्चालन गरेको थियो। त्यसै गरी बारादशी कृषि शाखाले फागुन महिनाभित्र यन्त्रहरूको विद्युतीय बिट मार्फत खोल्ने कार्य सम्पन्न, आर्थिक वर्ष 79-80 मा माटो परीक्षण गराएका किसानहरूलाई निःशुल्क चुना वितरण कार्यक्रम सम्पन्न गरेको छ। त्यसै गरी मकैवाली प्रवर्धन कार्यक्रमको लागि अनुगमन साथै स्यालो ट्युबवेल तथा मोटर जडानको विद्युतीय बिट सम्पन्न। यसरी फागुन महिनामा बारादशी गाउँपालिका
बाट समग्र क्षेत्रमा उत्कृष्ट काम भएको पाइन्छ। त्यसै गरी यस महिनामा न्यायिक समितिले 6वटा निवेदनमाथि छलफल गराएको थियो, जसमा 4वटा मुद्दा मिलापत्रको माध्यमबाट सम्पन्न भएको थियो भने बाँकी 2वटा प्रक्रियामै रहेको पाइन्छ।